हिन्दू धर्ममा सर्पलाई विष्णुको अवतार मान्ने चलन र वर्षमा एक पटक नाग देवताको रूपमा श्री नाग पञ्चमी मनाउने चलन आस्थाको रूपमा मानिन्छ भने त्यस्तै अन्य केही धर्ममा छल कपट अनि राक्षसको परिभाषा दिएका छन्। विश्वमा करिब 3500 प्रजातिका सर्प पाइन्छ, जसमध्ये 77 प्रजातिका सर्प विषालु हुन्छन्। नेपालमा भने 375 प्रजातिका पाइन्छन्, जसमध्ये 22 प्रजातिका सर्प विषालु छन्। नेपालमा विषालु सर्पहरू तराई प्रदेशको समुद्री सतहबाट 100 मिटरदेखि 4800 मिटरसम्मको उचाइमा पाइन्छ। तराई तथा भित्री तराईका करिब 26 जिल्लामा गोवन, कोब्रा, करेत, घरेउ, बागे, भाइपर जातका विषालु सर्प पाइन्छन्। वर्षायाममा देखिने धामन, ढोडिया, हरहरे जातका सर्पको विष लाग्दैन। मध्य पहाडी तथा हिमाली प्रदेशमा पीठ, भाइपर जातको विषालु सर्प पाइन्छ। BBC रिपोर्ट। विश्व वैज्ञानिक तथ्याङ्क अनुसन्धान अनुसार वायुमण्डलमा रहेका कार्बन डाइअक्साइड लिने, अक्सिजन दिने हुनाले र औषधि बनाउन प्रयोग गर्नाले सर्पलाई राम्रो मानेर सर्प बचाउ अभियान चलाएका छन्। सर्पले किन टोक्ने गर्दछ? जानकारी लिनुहोस्। यदि कसैले जान अनजानमा सर्पलाई चलाएमा आफ्नो बचाउका निम्ति सर्पले टोक्ने गर्दछ। सर्पले टोकिहालेमा के गर्ने? ध्यानपूर्वक सुन्नुहोला। सबै सर्प विषालु हुँदैनन् र टोक्ना साथ व्यक्तिको मृत्यु पनि हुँदैन। तुरुन्त मृत्यु भएमा बिरामी डराएर हृदयघात भई मृत्यु भएको बुझ्नु पर्दछ। उपचार नहुन्जेलसम्म बिरामीलाई पानी नखुवाउने, तनाव कम गर्न बिरामीलाई सान्त्वना दिने, सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदश केन्द्रमा पुर्याउने, टोकेको ठाउँको तल्लो जोर्नीदेखि माथिल्लो जोर्नीसम्मको भागमा 2 औँला छिर्ने गरी खुकुलो ब्यान्डेज वा 10 सेन्टिमिटरको चौडा कपडाले बेर्ने। सर्पले टोकिहालेमा के गर्नु हुँदैन? ध्यानपूर्वक जानकारी लिनुहोस्। हाम्रो समाजमा अन्धविश्वास धेरै भएकाले सर्पले टोकेमा यस्ता कार्य गर्नु हुँदैन। सर्प मार्ने प्रयास नगर्ने, टोकेको ठाउँमा रसायन प्रयोग गर्नु हुँदैन, मुखले चुस्ने वा सक्सनले विष तान्ने जस्ता कार्य गर्नु हुँदैन। धामी झाँक्री, तन्त्र मन्त्र तथा झारपातको प्रयोग गरेर विष लागेको वा नलागेको छुट्याउन सकिँदैन। बरु बिरामीको ज्यान जान सक्छ। त्यसैले जति सक्दो चाँडो बिरामीलाई अस्पताल पुर्याउनु पर्दछ। सुवर्ण नेपाल समाचार अनुसार नेपालमा वर्षेनी 10,000 मानिस सर्पको टोकाइबाट पीडित हुने गरेको तथ्याङ्क छ। तीमध्ये 1500 देखि 2000 व्यक्तिलाई विषालु सर्पले टोक्ने गर्छ। तथ्याङ्क अनुसार सर्पले युवा 15 देखि 20 वर्षसम्मकालाई प्राय टोक्ने गरेको छ। गर्मी तथा मनसुन याममा सर्पको प्रकोप बढी हुने गर्दछ। तथ्य र सत्य समाचारको लागि तपाईँ हाम्रो सुवर्ण नेपाल च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।